बाबाले पास गर बाबाले पास गर बाबा छैन गयो गयो टलेर ढोकाबाट छिरेर गइसक्यो तर बाहिर गएर दिदीको कोठामा गइसक्यो कतामा गएको छैन ए तल गयो आइकोमा गयो होइन आइको पनि कराउने टिचरकोमा गयो क्या होइन त्यहाँ पनि गएन होइन त्यसपछि बाहिर गयो पसलतिर यस पसल गयो अरे भन्दा चाहिँ भन्छ अरे चिया खान चिया खाना चिया र डोनट पापा खाना यस लु मिमी गर्नु छिटो भोक लाग्यो भनेर नोचमा छिरेको हजुरको बाबा मिमी गरेछ बाबा ड्युटी जानुपर्छ हो कि होइन हजुर बाबा भोलि कहाँ जाने बाबा भोलि कहाँ जान्छ थाहा छ हजुरलाई मेरोबाट बाटोमा ए बाटोमा हिँड्नु बाबा कहाँ जान्छ भोलि थाहा छ बाबा जानु न कहाँ यहाँ ड्युटी जान्छु बाबा भोलि म पनि जाने हजुर पनि ड्युटी जाने अनि स्कुलमा सँगै जाने स्कुल बाटोमा जाने हो त यतैबाट जाने अनि छोरी स्कुल जाने अनि बाबा ड्युटी जाने हो तपाईँ चिन जानु है हस् अनि मामु चाहिँ यहाँ बस्छ घरमै के फोन हेरेर बस्ने ए बाबा चाहिँ फोन हेरेर बस्नु अनि तपाईँ चाहिँ तिमी चाहिँ मलाईसँग पिसाएर आउँछु अनि तिमीसँग मलाई भेटेर आउनु है हस् अनि मलाई बाबा भनेर मलाई बाबालाई लिन आउनु है ए बाबा लिन आउनु भोलि हजुरलाई हस् ल बाबा आउँछु है छिटै आएछ भने हस् बाबा भोलि ड्युटीबाट छिटै आएछ भने छोरी लिन आउँछ हस् छोरी स्कुलमै बस्नु अनि मेरो बाबा भनेर भन्नु आउनु ल बाबासँग है फुसाङ बेबी कहाँ छ भनेर भन्छु ल टिचरलाई हस् अनि फुसाङ भनेको नि अनि फुसाङ हो भनेको नि बाबालाई यस्तरी मलाई हेरेर सिधा गलेर फेरि उफ्रिदिन सकेको नि अनि बाबा मेरो खुसी भयो भनेर यस अनि मम्मी गरेर भनेको मामु त आफू लाएर आएको नि कस्तो आफू लाएर मम्मी हजुर नै आफू लाएर हो राम्रो हजुर तपाईँ यो यही बस्नु भएको वेट गरेर बाटोमा हिँड्दा यस अनि तिमीलाई भएको ठाउँमा यस अनि यो तिमीलाई भएको ठाउँमा बाटो नमिलेको बाटो नमिलेको बाटो बनाएको नि त बाटो बाटो छैन होला यही छ बाटो त बाटो यही हो घरकोतिर हो बाबा घरकोतिर छ यो बाबाको यहाँ कति धेरै छ त सामानहरू